जय घन्टी भन्छ यसले त राम भण्डारीको घरको आँगनमा घर दैलो कार्यक्रम गर्दा हामीहरू उहाँको घरमा आएर उहाँलाई सम्मान गर्दै उहाँको घर आँगनमा मैले म रोल्पा जिल्लाको निवासी अमरबहादुर थापा हलो चिन्ह लिएर उम्मेदवारी उठेको छु। म यहाँहरूलाई के भन्न चाहन्छु भने थुम्पाकीवासी दाजुभाइ दिदीबहिनीहरूले यदि मलाई भारी बोकाउनु भएछ भने मैले भारी बोक्न तयार छु। म उहाँहरूको कामको लागि उहाँको विकासको लागि मैले भारी बोक्न म तयारी छु। र त्यो मात्रै होइन, म तपाईहरुकै आसपासको तपाईहरुकै घर छेउको एउटै सुनिल स्मृति गाउँपालिकाको गाउँपालिकाको वडा नम्बर 2 यहाँहरुको मेरो 4 नम्बर वडा भित्रको मान्छे भएकोले तपाईहरुको घरको आँगनको मान्छे हो। म तपाईहरुले मेरो तपाईहरुको घरको आँगनको मान्छे भइसकेपछि यहाँ युवा युवती महिला दाजुभाइ दिदीबहिनीहरूले तपाईहरुले निश्चय पनि मलाई छानबिन गरेर भराल्नुहुन्छ भन्ने कुरो म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। युवाहरूले अझ धेरै भन्दा धेरै युवाहरूले हाम्रो राजेन्द्र लिम्बेलजीले के भन्नुभएको छ भने 40-50 हजार जाहिरको लागि युवाहरूले विदेश हिँड्नु पर्ने छैन। तपाईहरुले 5 वर्षको लागि तपाईहरुले कुम्ला बोकाइदिनुस्, भारी बोकाइदिनुस्। हाम्रै भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खान सर हो भनेर जुन उहाँले भन्नुभएको छ, केही मैले उहाँको उसलाई लिएर मैले जनताहरूसित भन्न चाहन्छु। मैले पनि भ्रष्टाचार गरे भने मेरो छोराहरू कमाउने भए, मेरो छोराहरूले कमाउनु पर्यो, मेरो घर भर्नुपर्छ भने मैले तपाईहरुले मलाई जुटामालाले स्वागत गरे हुन्छ। होइन भने म पनि अब मेरो छोराहरूले आफै कमाएर खान्छ, मलाई कुनै आपत्ति छैन भने म तपाईहरु जनताको लागि। त्यो मात्रै होइन, म उम्मेर पुगो मेरो, म एकचोटि मेरो नाम राखेर मात्रै जाउँला भनेर मैले तपाईहरुको घर आँगनमा आएको छु। हामी भ्रष्टाचार गर्दैनौं, मासु भात खान्दैनौं। हामी चिउरा र मासु खाएर जनताको घर दैलोमा म रोल्पा जिल्लाको सबै गाउँपालिका सबै वडामा पुगेको छु। तपाईहरुले मलाई गामतिरका मान्छेहरूले तपाईलाई हाम्रो घर आँगनको पूर्वी भेगको तपाई हुनुभयो, त्यसैले हामीले भोट तपाईले दिन्छौं भनेर गाम जेलबाङ थबाङ फगाम जस्ता ठाउँबाट पनि भन्नुभएको छ। जे गर्नुहोस् तपाईहरुको विकास गरिदिने हो। मैले तपाईहरुको इच्छा हो, तपाईहरुले जो निर्णय गर्नुहुन्छ त्यो निर्णय तपाईको स्वागत छ भनेर मैले भनेको छु। त्यसैले म यो थुम्पाकीमा आज म धेरै पटक चुनावको दौडधुपमा आइपुगेको छु। मैले उहाँहरूले अनुरोध गरेका छु, अथवा भोट कति हाल्नुभयो, कति के गर्नुभयो। अहिलेको अवस्थामा अमरबहादुर थापाले चुनाव जितेर जान्छ, यो तपाईहरुले लेखेर राख्नुहोस्। हामीले चुनाव जित्छौं। किन जित्छौं भने हिन्दू धर्म राज संस्था सहितको भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने हाम्रो पार्टीले हामीले भ्रष्टाचार गर्यौं भने पार्टीले 1 दिनभन्दा 2 दिनमा कारवाही गरेर फाल्छ। त्यसैले म तपाईहरुलाई अनुरोध गर्दै यहाँका युवा युवती महिला बुढा बुढी सबैको लागि मैले यो थुम्पाकीमा एउटा कार्यक्रम गरेर म यहाँहरूलाई अनुरोध गरेको छु। म फेरि पनि मैले जितपत्र मेरो जित भयो भने म थुम्पाकीमा आएर पहिला तपाईहरुबाट स्वागत गरेर मात्रै म फर्किने छु। त्यसैले म तपाईहरुलाई के भन्न चाहन्छु भने तपाईहरु एकपटक मलाई चान्स दिनुस्, एकपटक मलाई तपाईहरुले चान्स दिनुस्। फेरि युकाले मात्रै हातमा भोट हालेर तपाईहरुले के पाउनु भएको छ? बढाल्नुस् न जनताले। बढाली भएपछि अर्कै ऊ हुन्छ, के अरे जिल्लाले पाउन सक्छ, अधिकार पाउन सक्छ। बढालिदिनुहोस् तपाईहरुले। यस पटकलाई भलोमा भोट हालिदिनुहोस् भन्दै म धेरै लामो तपाईहरुले ल्याउन चाहन्न। तपाईहरुले म आफै उम्मेदवार घरमा टोलमा हिँडेको छु, एक घर बिराएर हिँडेको छु। त्यसैले म तपाईहरुले अनुरोध गरेको छु, म एक ठाउँमा बोलाएर मासु भात खुवाएर म तपाईहरुले भोट माग्ने मतेको छैन।
मैले त्यहीले म घर दैलोमा पुगेको छु। घर दैलोमा कसको के दुःख छ, के पीडा छ भनेर मैले बुझ्दै हिँडेको छु। र जित पत्र भयो भने सबैका घर घरमा पुगेर त्यो पनि मैले अधिकार तपाईहरूको दुःख पीडा बोक्ने मैले बुझ्नेछु भन्दै म आज सानो हाम्रो भण्डारीजीको घरमा कोन सभा घर दैलो कार्यक्रम गरेर बिदा हुन्छु। धन्यवाद, नमस्कार युवा युवतीहरू। जय घन्टी भन्छ यसले त लगाए सबैजनाले सुन्नुभयो नि होइन। तपाईँको भोट दिने केमा नदिने केमा त्यो तपाईँको इच्छा, तर चाहिँ उहाँले राम्रो प्रतिभा दिनुभएको छ। हाम्रो गाउँसम्म आउनुभएको छ, उहाँले हामीले सम्मान गरेको छौँ, हामीले उहाँले स्वागत गरेको छौँ। यो चाहिँ भोट दिने नदिने तपाईँले कमेन्ट गर्नुहोला सबैजनाले। बाबाई भोट के मारे ल भोट केमा भोट केमा भोट केमा घन्टीमा त मान्छे खतम रहेछ ल खतम पारे